हामी अहिले डोटीको सदरमुकाम सिलगढीमा रहेको प्रसिद्ध शैलेश्वरी देवीको मन्दिरमा छौँ। यो मन्दिर धार्मिक हिसाबले एकदमै प्रसिद्ध मन्दिर हो। टाढा टाढाबाट भक्तजनहरू यस मन्दिरमा पूजाआजा गर्न आउँछन्। यो मन्दिरलाई देवी दुर्गाको शैललाई अर्को रूपमा पनि चिनिन्छ। त्यसैले मनोकामनाहरू पुरा हुन्छ भनेर यहाँ दर्शन गरेपछि मनोकामनाहरू पुरा हुन्छ भनेर मान्छेहरू टाढा टाढाबाट दर्शन गर्न आउँछन्। र हामी पनि आफ्नो यात्रा सफल होस् भनेर यस मन्दिरमा चाहिँ दर्शन गरेर अनि हामी खप्तडतर्फको यात्रा अगाडि बढाउन गइरहेका छौँ। सिलगढीबाट हामी खप्तड जाने क्रममा बीचमा पर्ने झिङ्राना, आजको रात चाहिँ हामी झिङ्रानामा गएर बस्ने हो। र झिङ्रानामा जाने बेलामा हामी एउटा यो चौतारामा आइपुगेका छन्। दुईटा एकदम टपमा पहाडको माथि हाम्रो साथी चाहिँ उहाँ लखतरान परेर पुरा आराम गरिरहनु भएको छ। यो चौतारा हो। अझै हामीलाई पुग्नु छ, एकदम टपमा अझै पुग्नु छ। थुप्रै आजको अझै 3 घन्टाको हिँडाइ र भोलिको 4 घन्टाको हिँडाइ छँदैछ। अहिले झिङ्रामा छौँ बसिरहेको छौँ। एउटा झिङ्रानामा एउटा रुम छ, दुईटा यस्तो छ, माथिको देवालहरू। मान्छे जुर्क उठ्यो कि चोट लाग्ने। अब जाडो छ, एकदमै चिसो बाहिर। अब यही चिसोलाई मध्यनजर गर्दै हामी चाहिँ अब आजलाई चाहिँ शुभरात्रि, झिङ्रानासम्मको यात्रा यहीँ खतम हुन्छ। अब भोलिदेखि हामी जुटपानी हुँदै अनि त्यसपछि गर्छौँ। भोलि साँझ मात्र हामी खप्तड पुग्छौँ अनि त्यसपछि अरू बाँकी अपडेटहरू हामी खप्तडबाट गर्नेछौँ। अनि हामी अहिले खप्तड राष्ट्रिय निकुञ्ज प्रवेशद्वार यसै बाटो हुँदै हामी चाहिँ अब माथि टपबाट पनि यस्ता 2-3वटा पहाड छन्, त्यो कटेर हामी चाहिँ अब खप्तडमा पुग्नेछौँ। हेर्नुहोस् यहाँको सिनरी हो। उतातिर घाम लागिरहेको छ। हामी यतातिर चाहिँ लागिसकेको छैन। झिङ्राना गाउँ थियो। अब माथि चढ्छौँ हामी। यहीँबाट यात्रा सुरु गरेका छौँ। के लेखेर रहेछ, मेटिसकेर रहेछ, राम्रोसँग बुझिन्न। अहिले हामी बीच पानीमा छौँ। बीच पानीमा झिङ्रिनादेखि खप्तडसम्म आउँदाको बीचमा पर्ने भाग झिङ्रिना, जहाँ हामीले खाना खायौँ। भर्खर मैले खाना खाएर भ्याएँ। हाम्रो शिशिरले चाहिँ खाना चाहिँ ह्याप्स दिँदैछ। जस अब हामी यो बाटो हुँदै, खप्तड जाने बाटो, यो बाटो हुँदै हामी चाहिँ उकालो चढ्दै अब चाहिँ हामी खप्तडतिर लाग्नेछौँ। मोबाइलमा ब्याट्री पनि पुरै लो भइसकेछ, चार्जिङ गर्ने ठाउँ पनि छैन। अब उहाँसम्म टिक्ने हो कि नै चार्ज, हामी बहुत दुविधामा छौँ। अब अरू चाहिँ हामी अब चार्ज बजाउने कोसिस गर्छौँ र खप्तडमा गएर हामी अरू बाँकी स्न्यापहरू लिने कोसिस गर्छौँ। अहिले चाहिँ हामी यता छौँ बीच पानीमा, रमाइलो गर्दैछौँ। एकछिन रेस्ट गर्छौँ, त्यसपछि हाम्रो यात्रा फेरि प्रारम्भ हुनेछ।
अहिले खप्तडको एकदमै टप स्थानमा रहेका छौँ, एकदमै माथि एउटा डाँडोमा आएर हामीले यहाँबाट भ्यू लिइरहेका छौँ। अब त्यहाँ छ हाम्रो त्रिवेणी भन्ने छ, त्यहाँ अब धर्मशाला भन्ने नि मान्छेहरू बस्नको लागि बनाइएको छ, केदारधारा त्यहाँ छ। अब हामी त्यहाँ जाँदैछौँ, लगत्तै फेरि हिँड्दैछौँ। यता पुरै जङ्गल छ, खप्तड राष्ट्रिय निकुञ्ज, यो पुरै खप्तड राष्ट्रिय निकुञ्ज हो। र हामी एकदमै अहिले टपमा आइपुगेका छौँ दुईजना। अनि उहाँ उतातिर आर्मी क्याम्प रहेको छ। अनि त्यसपछि बाबाजीको आश्रम यो जङ्गल पार गरेपछि माथितिर रहेको छ। अनि उतातिर हिमालहरू देखिरहेको छ। जस एकदमै पिसफुल ठाउँ छ, एकदमै पिसफुल महसुस भइरहेको छ हामीहरूलाई। र अझै आफूलाई के लागिरहेको छ त्यसको बारेमा विस्तृत कुराहरू हाम्रो साथी शिशिर सापकोटाले भन्न गइरहेका छन्। ल भनिदिनु। सुदूरपश्चिमको मात्र नभएर नेपालकै सबैभन्दा उत्कृष्ट गन्तव्यस्थल, धरतीको एउटा टुक्रा स्वर्ग समान छ यो खप्तड, यो एरिया। यो ठाउँमा पुगेर 2 दिनको जति पनि हाम्रो यात्रा थियो, हिँडाइ थियो, थकान सबै भुलेर अहिले हामी इन्जोय गरिरहेका छौँ। चिल मौसम छ, यहाँ चिसो हावा चलिरहेको छ। र वरिपरिको यो सबै पाटनहरू हेर्दै, यो जङ्गल सफारी गर्दै हामी यहाँसम्म आइपुगेका छौँ। र यो यात्रा एकदमै अविस्मरणीय छ। र सबैलाई एकचोटि खप्तड पुग्नु हुनको लागि म अनुरोध गर्दछु। र हाम्रो अजय देवकोटाको भ्यू के छ म यहाँ लिइहालौँ। मलाई पनि एकदमै पिसफुल, एकदमै शान्त महसुस भइरहेको छ। र म विस्तृत यो खप्तडको बारेमा अलिकति म विस्तारित रूपमा के भनिदिन्छु भने, खप्तड भनेको नेपालकै मात्रै नभने संसारकै सबैभन्दा सस्तो ट्रेक हो। यति मान्नु, सबैभन्दा स्टुडेन्टहरूको लागि, जानकारी पाउने व्यक्तिहरूको लागि एकदमै सस्तो ट्रेक हो। अब म चाहिँ अन्नपूर्ण बेस क्याम्प, अन्नपूर्ण सर्किट गइसकेको, त्यहाँको तुलनामा यहाँको ट्रेक चाहिँ तपाईँ चाहिँ एकदमै सस्तो ट्रेक हो। हाम्रो अहिलेसम्मको खर्च भनेको म्याक्सिमममा 5000 रुपियाँ एकजनाको पर हेड, 5000 यहीँसम्म आइपुग्दा र घर पुग्दासम्म हाम्रो खर्च भनेको 5000 रुपियाँ मात्रै खर्च हो। र उहाँसम्म आयौँ हामीहरू, के अरे नेपालगञ्जबाट गाडी पाउँछ, नाइट बस पाउँछ, सिधै सिलगढी आउने। त्यो गाडीमा आउनुहोस्। त्यहाँबाट कुन ठाउँ रे हामी त्यहाँ बसेको झिङ्राना हो, झिङ्रानासम्म हिँड्नुहोस्। त्यहाँबाट अनि आएर तपाईँहरू बिचपानी हुँदै ट्रेक रोडबाट के अरे खप्तडमा आइपुगिन्छ। र एकदमै सस्तो तपाईँको खानाको पनि 240 रुपियाँदेखि लिएर जति माथि आउनुहुन्छ 300, म्याक्सिमममा 300 रुपियाँ। र सुतेको एकजनाको 100 रुपियाँ। त्यो मात्रै खर्च हो। अलिकति यहाँ चाहिँ के हुन्छ त, सुविधा हेर्नुहुन्छ भने सुविधा यहाँ चाहिँ छैन। तपाईँ एकदमै यहाँको बत्तीको समस्या छ। क्यामेरा मोबाइलहरू ल्याउनुहुन्छ भने चार्जर पावर ब्याङ्कहरूको उचित व्यवस्था गरेर आउनु होला। र अलिकति खाने ड्राई फुडहरू चाहिँ लिएर आउनु होला। नास्ताहरूको अभाव छ, पाउने नास्ता भनेको यहाँ चाउचाउ मात्रै हो, अरू खासै केही पनि पाउँदैन। र दाल भात तरकारी त्यति नै पाउँछ, अरू केही पनि पाउँदैन। र मेरो अनुभवमा, म आफू घुमेको अनुभवमा नेपालकै सबैभन्दा सस्तो ट्रेक भनेको यो खप्तड हो। त्यसैले सबै स्टुडेन्टहरू जो पनि छ एकचोटि यहाँ आउनु होला र तपाईँले आफैले बुझ्नुहुनेछ। थ्याङ्क यू।